तपाईहरुले चाहिँ प्योर इनर्जी लिमिटेडको चाहिँ आईपीओ कसरी एप्लाई गर्ने। सर्वप्रथम चाहिँ क्रोममा जाने। क्रोममा गइसकेपछि चाहिँ सर्च गर्नुहोला मेरो शेयर। सर्च गर्नुहोला मेरो अनि शेयर। त्यसमा क्लिक गर्नुहोला। त्यसपछि यहाँ फर्स्ट वेबसाइटमा क्लिक गर्नुहोला। त्यसपछि चाहिँ डीपीडी आईडी लेख्नुहोला राम्रोसँग। त्यसपछि युजर नेम लेख्नुहोला। युजर नेम लेख्नुहोला। त्यसपछि चाहिँ मायास्वामा जानुहोला। यहाँ हेर्नु प्योर इनर्जी लिमिटेडको एप्लाईको अप्सन आउँछ। यसमा चाहिँ एप्लाई गर्नुहोला। त्यसपछि यहाँ बैंक चाहिँ चुज गर्न भन्छ, बैंक चुज गर्नुहोला। त्यसपछि एकाउन्ट नम्बर चुज गर्नुहोला। त्यसपछि चाहिँ तपाई कति किता चाहिँ एप्लाई गर्न, म 10 किता एप्लाई गर्छु। 10 किता लेख्दै छु। अनि सीआरएन नम्बर लेख्नुहोला। तपाईको सीआरएन नम्बर के हो त्यो लेख्नुहोला। त्यसपछि चाहिँ प्रोसिडमा क्लिक गर्नुहोला। त्यसपछि चाहिँ ट्रान्जिसन पिन लेख्नुहोला। त्यसपछि एप्लाईमा क्लिक गर्नुहोला। पहिले यहाँ हेर्न सक्नुहुन्छ शेयर हैज बीन एप्लाइड सक्सेसफुल। यहाँ हेर्न सक्नुहुन्छ प्योर इनर्जी लिमिटेडको चाहिँ यसरी नै तपाईहरु पनि एप्लाई गर्न सक्नुहुन्छ प्योर इनर्जी लिमिटेडको।